Hello and namaste to everyone. Welcome to my It's wonderful episode number 1. This episode goes to his man Dile Bahadur Tamang. ए हो अब सानोतिनो अब अलिकति खाएको छ होइन लागेको छ त्यही हो होइन त्यो अब हेर्नेले अब बुझिहाल्छन् साथीभाइको रमाइलो हो होइन मसँग छ दिल्ली हाम्रो मेन आजको मेन क्यारेक्टर भनेको दिल्ली होइन त्यसपछि मसँग छ सन्जु Okay, त्यसपछि मसँग छ नमराज Yes. Yes to him. Okay, this is Namraj and this is me, Sandeep Kumal, हैन अब यस्तो आजको नर्मल कुरा हो लागेको छ अब अलिकति बोली लडबडिन्छ त्यो कुरा मान्नु हो अब युट्युबमा जसले हेरे नि हेर्छ हैन नहेरे नि मतलब भएन हामीलाई पैसा कमाउनु नि छैन अब 10 वर्षपछि यो भिडियो हेरेर रमाइलो लिनलाई मात्र यो भिडियो बनाएको हो okay. मसँग छ दिल्ली हैन अब भोलि उहाँको बिहे हैन अब त्यसो अब उहाँसँग अब भोलि उहाँको बिहे आज त ब्याचलर छ नि त आजसम्म त ब्याचलर लाइफ हो नि त भोलि पछि चाहिँ डबल लाइफ वाउ भोलि बिहे कस्तो चलिरहेको छ ठिक छ नि होइन अब धेरै वर्षपछि अब होइन अब नेपालमा सङ्घर्ष अब गरेर पनि बाहिर सङ्घर्ष गरेर छुट्टीमा लिएर कसरी अब सङ्घर्ष गरेर आएको मान्छे होइन मसँग छ सन्जु अब हामी नभएको त यहीँ 3 जना मात्र हो नभएको साथीहरू त मुजी कहाँ छ अब मिजु पो आउनु पाएन मुजी गान्डे सरी गान्डे होइन तँलाई चाहिँ मासला धोकेबाज एक नम्बरको धोकेबाज गान्डे मासला सन्जयको त काम भयो अब उसको अब फाइनेन्सियल अब के अब होइन गाह्रो भयो त्यो कुरा छुट्यो होइन अब त्यो कुरा गान्डे मासला तैँले यो भिडियो हेऱ्यो भने तँलाई म एक झ्यापट पोडकास्ट सुरु आजको पोडकास्ट चाहिँ होइन एपिसोड नम्बर 1 अफ दिलेज म्यारिज लेट्स गो टु दिले बहादुर तामाङ हेलो के छ ठिक छ एकदम ठिक छ अनि भोलि बिहा के छ हाल खबर कस्तो लागिरहेछ एक्साइटेड छु एक्साइटेड पहिले फर्स्ट एन्ड लास्ट First and last, obviously. अभियसली होइन फर्स्ट एन्ड लास्ट हो होइन अब दोस्रो तेस्रो भन्ने कुरा हुँदैन कानुनी विपरीत कुरा हो होइन हुँदा नि हुँदैन हाम्रो साथीबाट त्यो कुरा चाहिँ हुँदैन होइन रेयर हो त्यो एकदम रेयर हो होइन अब यो क्षणमा हजुरलाई कस्तो लागिरहेछ भोलि बिहा हजुरलाई कस्तो लागिरहेछ एकदम भन्नु न अब हिजोसम्म साथीभाइसँग खाएर हिँडेर लडेर म झगडा गर्ने ठाउँमा झगडा गर्ने अब यहाँ बोलायो भने जसले बोलायो भने आइदिने जसले बोलायो भने आउँदैन तर साथीभाइको लागि आउने मान्छे होइन परिखण्डमा आउने मान्छे तर आजको दिनमा अब त्यो सबै अब त्यो कुरा अब वञ्चित हुन्छ बुझ्नुपर्छ हामीले पनि हजुरलाई चाहिँ त्यो कुरामा चाहिँ कस्तो लागिरहेछ कि अब आजसम्म ब्याचलर लाइफ भएपछि मिङ्गल लाइफ कस्तो लागिरहेछ त्यही त डिफ्रेन्ट आयो त अब जुन पहिला जस्तो हुन्थ्यो नि अब त्यो नर्मल टाइपले हुँदैन कि त्यो कुराले चाहिँ होइन हामीले एकदम सोचेर बुझेर अब त्यही त हो नि सबैको अब हिजो सन्दीपको थियो आज मेरो हुन्छ पर्सि सन्जुको हुन्छ नमराजको हुन्छ होइन त्यो पालै पिलो हो यो होइन सर्कल होइन त्यो कुरा छाड्दिनु हजुरलाई चाहिँ कस्तो लागिरहेछ त्यही त नि त्यही त भन्दैछु त म अहिलेको अब जस्तै हामी पहिला अब खान्थ्यो हिँड्थ्यो डुल्थ्यो त्यस्तो नर्मल टाइपले चाहिँ अब भन्ने बित्तिकै चाहिँ त्यो बेला नहोला यो मिङ्गल लाइफमा चाहिँ भन्छु क्या त्यति चाहिँ हो डिफ्रेन्ट अरू त के छ हेर साथीभाइ भेटिहाल्छ रमाइलो गरिहाल्छ फर्स्टमा त हो नि बुढाले नि अलिकति यसो उयो गर्ने बुढीले नि यसो गर्ने होइन हुँदै गएपछि त बुढी र यो पार्टी हो साथीहरूको पार्टी हो ल यति है भन्दै जान्छ एक प्लेट खाइछु हेर ल बुढी अर्को नानी रमाइलो भइरहेछ तिमी वाइन खाऊ भन्ने खालको दिनहरू आउँछ होइन त्यस्तो छुट्टी हुन्छ क्या तर यस्तो हो नि त अब तपाईँको सुन्नु न अब तपाईँको अब यो तपाईँ अब बाहिर काम गरेर होइन वैदेशिक रोजगार गर्नु भएको मान्छे गरिरहनु भएको छ होइन छुट्टीमा आउनु भएको मान्छे केही क्षणको लागि मात्र हो नि त अब केही क्षणपछि अब हजुर बाहिर जानुहुन्छ त्यतिखेर अब अहिले भएको क्षण र अब गइहाल्नेपछि क्षण अब त्यो त अवश्य हुन्छ त्यो फिल कस्तो हुँदो रहेछ बाहिर र भित्र हुँदाखेरि होइन त्यो मैले पहिला अलरेडी नै यो भइसक्यो त्यो कुरा किनभने पहिला फर्स्ट छुट्टी आउने बेलादेखि नै भयो भइगयो मलाई त्यो टाइपकोले चाहिँ मलाई नर्मल जस्तो हुन्छ फिल हुन्छ जस्तो लाग्छ होइन त्यो कुरा किनभने होइन अगाडिसम्म बिहे भएको थिएन फ्यामिलीसँग त्यो नर्मलै थियो भन्ने कुरा अब बिहे भएपछि कि अफिसियल्ली बिहे भएपछि त्यही त नि अब त्यो अब म बाहिर हुने बेला यहाँ हुने बेला चाहिँ मलाई त्यस्तो खालको उयो फिल चाहिँ हुँदैन भने जस्तै एकदम सिक्नेस चाहिँ हान्दैन झन्
फर्स्ट सुरुको हुन्छ क्या सबसे डरलाग्दो उयो चाहिँ त्यो पनि होइन फर्स्ट बेला पो हुन्छ त ल रन यस्तो यस्तो त्यो स्टेज चाहिँ अब उयो भइसक्यो क्या अब त्यही भएर चाहिँ अनि त्यस्तो डरलाग्दो चाहिँ हुँदैन जस्तो लाग्छ क्या अब यस्तो हो म यो एउटा कुरा जोड्छु होइन बिहा हुनुभन्दा अगाडि अब भाउजू पनि अब फ्यामिलीसँग एकदम मजाले अब पहिलादेखि क्लोज भएर होइन अलिकति सहज त्यो हुन्छ त्यो कुरा चाहिँ म पनि फिल गर्छु होइन मेरो पनि त्यस्तै भएको होइन अब उहाँको पनि त्यस्तै हुन्छ होइन सन्जु अब सन्जुपट्टि पनि जानु पर्यो अब पालो आउँछ मेरो भएकै छैन साथी मैले सोध्नु भने तँलाई हुन्छ साथी अब भन्नु पर्यो भइसक्यो अब सोधौँ न एउटा केही न एउटा सिम्पलै होस् या डिपली होस् होइन केही कुरा सोधिदिउँ न होइन नर्मल्ली अबको लाइफमा चेन्जेसहरू आउँछ कि आउँदैन भन्ने कुरा यो कुरा नि सही है यो क्वेसन चाहिँ सही हो है ल चेन्जेस अब कस्तो टाइपले त अब त्यो हो नि त व्यवहारिक टाइप होइन त्यो त्यो त त आफूले भन्नु पर्यो नि त त्यो त उहाँले क्वेसन सोध्यो सन्जुले क्वेसन सोध्यो होइन त्यो त हजुरले हुन्छ अभियसली हुन्छ बिहे हुँदा र नहुँदाको त्यो अब लाइफै डिफ्रेन्ट हुन्छ तर त्यो त क्वेसनको एन्सर आफैले दिनु आफूले चाहिँ म्यानेज गर्नु पर्यो त्यसमा कसरी ह्यान्डल गर्न सक्नु पर्यो नि त होइन मतलब अब जस्तै आफूले बुढीलाई देखाउने व्यवहार आफूले बाहिर साथीहरूले भन्ने व्यवहार त्यो त डिफ्रेन्टै हुन्छ कसरी भने त्यसलाई आफ्नो रुटिनमा ल्याउन सक्दैन एकैचोटि टाइम लाग्छ त्यसलाई टाइम लाग्छ अब त्यसलाई अब बिस्तारै गर्दै जाने नि त एकैचोटि सक्दैन सही एन्सर यो एन्सर चाहिँ मलाई मन पर्यो नमराज के सोध्नु छ हजुरलाई होइन मलाई त ठिक छ ठिक छ म त इन्जोय हुन्छ ल आज होइन अब यस्तै हो अब चलिरहेछ अब जे जस्तो हो होइन अब खाएको बेला अब अलिअलि अब लटपट्याङ बोली लटपटिरहेको छ होइन अब त्यही हो म्यान नगर्नु होला होइन ट्राभल यस्तो होइन सकिया त छैन अझै बाँकी छ यो जस्तो बिगिनिङ है अब बाँकी छ अब बाँकी भिडियोहरू तपाईँले अब आजको अब मामाहरू आउनुभयो कसरी आउनुभयो के अनुसारले अब उहाँलाई स्वागत गर्यो होइन त्यो सबै भिडियोमा देख्नुहुन्छ होइन यो जस्तो अब वान फेस अफ दिस पार्ट होइन अब यो एउटा यो सिजन भने पनि बिहे भने पनि अब दिलेको फर्स्ट एन्ड लास्ट हो होइन जे भए पनि होइन अब यो फुल भ्लग चाहिँ होइन स्पेसली दिलेकै बिहेको बारेमा हो हामी कसरी आयो काठमाडौँबाट तेमालबाट दिल्लीलाई अब भेट्यो अब भाउजू दिदी सबलाई म्यानेज अब भेटिसिट्यो होइन अलिअलि क्वेसन त अब नर्मली 2-3वटा क्वेसन सोध्यो धेरै कुरा पनि होइन सोध्न त धेरै बाँकी छ होइन सोध्यो भने अझै नि मजा आउँछ अब केही कुरा सोध्नु छ भने अब अलिअलि भनिदिनु होला होइन त्यो भोलि पर्सिको भिडियोमा राखिदिउँला होइन चेन्जेस के आयो कस्तो आयो अगाडि के थियो पछाडि बिहे गरेपछि पछाडि के भयो त्यस्तो कुराहरू अब सोध्नु मन सोधे हुन्छ होइन छोटकरी पनि भन्छ क्या जस्तै नयाँ र पुरानोमा अलिकति चेन्ज चाहिँ आउँछ बुढाबुढीको बिचको कुरा है अगाडि हल्का अगाडि जोडेँ अब अगाडि बोयफ्रेन्ड गर्लफ्रेन्ड लभ म्यारिज हो नि त अरेन्ज म्यारिज होइन अगाडि बोयफ्रेन्ड गर्लफ्रेन्ड त्यही माथि अब घरको सबै मिलेर अब त्यो सब गाडखाट मिलेर होइन बिहे भएको मान्छे हो नि त होइन त त्यो अनुसारले उहाँले चाहिँ त्यो कुरा भन्दै हुनुहुन्छ होइन अब त्यो उहाँले कसरी बुझाएछ कसरी के भन्छ तपाईँहरूलाई अलिकति बिस्तारले भन्छ अब त्यो सबै कुरा भन्न नसके पनि त्यो पनि भन्छ है ल यति कुरा चाहिँ सुनिदिनु होला है यस्तो फर्स्टमा चाहिँ होइन स्टार्टिङमा चाहिँ अब उयो चाहिँ हुँदो रहेछ त्यो जस्तो लभ परेको जस्तो फिलको लभ चाहिँ हुँदैन फर्स्ट हो कि होइन यो जहिले बिहे गरेको यस्तो लभ म्यारिजमा चाहिँ हो अरेन्ज म्यारिजमा भन्न सक्दैन होइन लभ म्यारिज अरेन्ज म्यारिजमा चाहिँ भन्न सक्दैन मेरो पनि लभ म्यारिज हो दिदीको पनि लभ म्यारिज हो त्यही भएर त्यो अनुसारले यसले भनेको है लभ म्यारिजमा चाहिँ अलिकति हुन्छ है त्यस्तो होइन लभ म्यारिज भयो यति धेरै माया हुन्छ उसलाई एकछिन नदेख्दाखेरि पनि छटपट लाग्दैन त त्यो हुन्छ नि त्यो भएपछि त अनि अब जब टक्क अब बेसी गऱ्यो होइन अब सँगैले पनि भइसकेको हुन्छ अलिकति चाहिँ डिफ्रेन्ट माया हुने हुन्छ नि अब पहिला जस्तो नहुने पहिला जस्तो अब त्यो अब सेम टु सेम नहुने कि आधा चाहिँ 8 बजीसम्म 9 बजीसम्म बस्दा सपोज त्यो त्यो त नर्मल 2-3 बजे बिहानको भनेको त्यो अगाडिको कुरा पछाडिको होइन त्यो चाहिँ बिगिनिङमा है बिगिनिङको अब त्यसपछि ट्विस्ट आउनु थाल्छ क्या अब 1 महिना बित्छ 2 महिना बित्छ होइन छुट्टै खालको क्या भाइब त्यो अटोमेटिक हो कसम्म पाल्छ कल आउँदा पनि नआउँदा कस्तो लाग्थ्यो सधैँ कल गर्ने मान्छेले कल नआउँदा कस्तो लाग्थ्यो
त्यो बिहेभन्दा अगाडि अगाडि अब त्यो त्यो त अगाडि अगाडि यो चाहिँ अगाडि अगाडिको कुरा है सपोज अब त्यो स्टेजमै लभ स्टेजमै अब भनौँ न त्यस्तो छटपटी लाग्छ हुन्छ नि त्यो छटपटी भने चाहिँ फेरि त्यो पानी पानी भने त्यस्तो छटपटी होइन क्या भित्री छटपटी क्या ल अब यसरी बसिरहेको छ होइन बिहे भएको छैन त्यहाँ गर्लफ्रेन्डको फोन कुदिरहेको छ आफू कि आफ्नो फोन उठाउनु पऱ्यो होइन त्यस्तो हुन्छ नि त ल भित्रभित्र केटाहरू गफ गरिरहन्छ केटाहरू के छ दिन हुन्छ क्या अड्किन्छ क्या भन्नु एन्सर दिनु सक्छ त सक्दैन त्यसपछि त त्यो कहिले कल आउला कहिले है अब त्यो बेला त डेट त्यस्तो भनौँ न अब सिङ्गल रुममै बस्ने केटीहरू सबैजना हुन्छ भन्ने हुँदैन होइन अब फ्यामिलीसँग बस्नुसँग सबै हुन्छ भने हुँदैन क्या कुनै कुनै त्यो फ्यामिलीसँग बस्नेको चाहिँ त्यस्तो 100 हुन्छ फेरि होइन अब सिङ्गल बस्नेको चाहिँ अब होइन अब खाना खाएपछि त अब बिहानसम्म त सिङ्गल हो अब मम्मी अथवा दिदी भइदियो भने त है टाइम हुन्छ क्या एउटा कल गर्ने यो टाइममा चाहिँ म कल गर्छु भनेपछि कि केटा मान्छे नि वेटिङ कि केटी मान्छे नि वेटिङ त्यो टाइममा कल आएन भने होइन त्यो टाइममा कल आएन भने ल यति आक्रोश हुन्छ यति आक्रोश हुन्छ कि होइन भित्री मन होइन किनकि सधैँ आएर हुन्छ नि त झन् त्यही माथि टाइपको होइन एउटा झन् त्यसपछि त झन् उयो हुन्छ नि झन् भोलिपल्ट टक्क अब भेट हुन्छ नि अब भेट त अवश्य नै हुन्छ लभ लाइफमा त्यसपछि त झन् माकुरी होइन कि त्यो बेलुका कुरा याद आउने क्या त्यस्तो हुन्थ्यो भने त्यही टच हुन्छ क्या त्यही टच हुन्छ क्या कुरा त्यही आउँछ है हुन्छ 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 होइन हिजो किन फोन उठाएन किन गरेन होइन यो चाहिँ हुने कुरा हो होइन यस्तो हो अब लभ लाइफ भनेर अब स्कुल लाइफमा हरेक अब कसै न कसै सबैको हुँदैन अब मिङ्गलको नि सुन्न मिङ्गल अब जस्तै होइन बिहे गर्यो अब बिहे गरिसक्यो चिन्जान भइसक्यो मजाले मजाले अब होइन एकदमै अब खुल्ला पन्छी जस्तै भनौँ न मस्त आफ्नो लाइफ जिउन पायो त्यसपछि आउँछ होइन बुढीले अब बुढा के गर्छ अब बुढाले बुढी के गर्छ क्या फोन चाहिँ भाउजूले नै हेर्छ है फेरि फोन सुन होइन होइन मैले भनिरहेको कुरा हो तर त्यस्तो ब्याड त हुन्छ जस्तो त लाग्दैन मैले देखेको हिसाबले पनि हामीले पनि त्यो अति नर्मल पाराले भन्नु खोजे होइन किनभने लेट्स गो टु टपिक अब त्यो म आएपछि कति महिना आएको थिएँ म 40 दिन गएको थिएँ त्यो बेला है सुरुमा 45 दिन 40 दिन सुरुमा 40 दिन 40 दिनको छुट्टीमा आएको त्यो निकाइसक्यो छैन टपिकै बेसी याद भन्छ निरा देखेर 40 दिन 40 दिन सम्झिरहेको ओके लेट्स गेट इन टपिक हैन सुरुको अब यो मैले यो कुरा मैले जोडेँ होइन अहिले केही कुरा गरिरहेको थिएँ सुरुको 40 दिन किन जोडेँ भने अब लभ परेको थियो अब सुरुको अब यो रोमानियामा थियो सुरुको फेजको 40 दिनमा छुट्टी आएको थियो क्या बाहिरबाट रोमानियाबाट अनि त्यतिखेरै भेटेको फर्स्ट टाइम भाउजूलाई मैले पनि होइन एकदम मन परेको होइन मन खाने भाउजू नै पाएको छ होइन त्यो कुरा म चित्त बुझेको छ होइन सुरुको 40 दिन अब त्यसपछिको 18 महिना पछि 2 महिनाको छुट्टीमा बिहे गर्छु भनेर आएको मान्छे कसम भगवान्ले बनाएको जोडी जस्तो मान्छ होइन हामी सबैले होइन सन्जु मोहन अमराज मेरो मिचु अब गजे गान्टे त्यो जो नआउने झरे उनीहरूले गान्टे हो मेन त 18 मन्थ भनेको चाहिँ होइन 18 मन्थ ग्याप पछि अब यस्तो हो उसको क्यारिकेचर हेर्ने हो 18 महिना है हिसो नै बडी चाहिँ जस्तो हुन्छ है होइन अब तिमीले पनि यो भिडियो हेर्छ होला 18 महिना तिम्रो लागि जाँच दिल्ली गएँ मैले पास भयो फाइनली तिमी पास भएर त बे भयो अब भोलि हाम्रो रिजल्ट आउँदैछ लेट्स रोल इट हियर हैन भाउजू पास भएको हैन दिल्ली चाहिँ पास भएको लागि यो कुरा चाहिँ म भन्छु भाउजू यसले जे भन्यो त्यो गलत हो हैन यो मान्छे चाहिँ तपाईको लागि पास भएको हो त्यही त तर यो मान्छे ग्रेट छ हैन भाउजू हैन जिन्दगीभर नछोड्नु होला हैन अब भ्लगमा अब आए पनि नआए पनि अब केही गरी आइहाले पनि हेरिहाले पनि हैन हैन हाल्नु पर्छ है पर्ने हैन तैले जेसुकै भने हैन नाम त ल्याएन है मैले नाम ल्याएको छैन नाम ल्याएन नि त यो कुरा धेरै भयो क्या भाउजू हैन यसले अघि के भनेको त्यो कुरा छर्दिनु तपाईले यसलाई पाएको हैन के यसले चाहिँ तपाईलाई पाएको हो क्या यो भाग्यमानी हो कि यो मान्छे भाग्यमानी हो क्या तपाईँ भाग्यमानी हैन क्या तपाईँ मान्छे हिरा हो यो मान्छे किराले हिरा पाएको हो क्या अब तपाईँ हिरा भएर यो मान्छे पनि हिरा भएको हो क्या एक त हाम्रो लागि यो मान्छे अगाडिदेखि हिरा नै हो साथीको अलवेज साथीको लागि त यो मान्छे एकदम ग्रेट हो होइन बिहे भइरहेछ होइन
साथी त अलवेज साथी हो नि Lifetime देख्न पाऊँ लाइफ टाइम होइन तपाईँहरूको जोडी चाहिँ सदाबार देख्न पाऊँ ल आजको लागिलाई यति नै गरौँ यति नै गरौँ बाँकी भिडियो भोलिको बिहेको सबै अझै देख्नुहुन्छ। बाँकी छ सबै आउँछ टु बी कन्टिन्युड है ल अल गुड गुड ल अल गुड सो होइन फुलमुन आइएम क्यामेराम्यान मदर फादर होइन ल ओके आजको लागि यतिकै सघाइदिउँ है त ल ओके